टिभीएस को एन्टर्क, यामाहा को रेजेटार र होन्डा को डिओ 125 यो तीनवटा मध्ये चाहिँ तपाईको लागि चाहिँ बेस्ट अप्सन चाहिँ कुन हुन्छ। सो आजको भिडियोमा हामी त्यही बारेमा कुरा गर्छौं। तर याद राख्नुस् कि यो भिडियोमा चाहिँ हामी यो तीनटै मोडलको चाहिँ टप भेरिएन्टको बारेमा मात्र कुरा गरिरहेको छौं। यदि तपाईको प्रायोरिटी भनेको चाहिँ पावर र परफर्मेन्स हो भने चाहिँ तपाईको लागि बेस्ट स्कुटर भनेको चाहिँ यो टिभीएस को एन्टर्क नै हुन्छ। किनभने यो स्कुटर पपुलर नै यसकै लागि छ कि यसको पावर र परफर्मेन्सको लागि नै पपुलर छ। तर यादमा राख्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ तपाईहरुले पावर र परफर्मेन्स पाउनुहुन्छ, तर लस चाहिँ के हुन्छ भन्दाखेरि माइलेज लस हुन्छ। कम्पेरेटिभली यो तीनटा स्कुटर मध्ये चाहिँ टिभीएस को एन्टर्क को माइलेज चाहिँ कम्पेरेटिभली लो छ। सो यदि तपाईहरु चाहिँ माइलेज पनि प्रायोरिटी हो भने चाहिँ तपाईको लागि यो चाहिँ बेटर अप्सन नहोला। र त्यसका साथसाथै अर्को कुरा भनेको चाहिँ यदि तपाईहरुले चाहिँ भर्खरै स्कुटर चलाउन सिक्नु भएको छ, फर्स्ट राइड नै यही छ भने चाहिँ तपाईहरुले चाहिँ एन्टर्क भन्दा अरु अप्सन चाहिँ तपाईको लागि बेटर हुन सक्छ। किनभने एन्टर्क चाहिँ यो तीनवटा मध्ये चाहिँ सबैभन्दा हेभी र सबैभन्दा पावरफुल छ। त्यसले गर्दाखेरि चाहिँ न्यू राइडर्सको लागि चाहिँ अलिकति समस्या पनि हुन सक्छ। अब कुरा गरौँ यामाहा को रेजेटारको। सो यामाहा को रेजेटार चाहिँ कसको लागि पर्फेक्ट हुन्छ त? यदि तपाईहरु चाहिँ डे टु डे कम्युटको लागि चाहिँ स्कुटर खोजिरहनु भएको छ, तपाईहरुको प्रायोरिटी भनेको चाहिँ माइलेज हो, मलाई चाहिँ फ्युल इफिसिएन्सी चाहिन्छ प्लस कम्फर्टेबल स्कुटर मैले खोजिरहेको छु भन्नुहुन्छ भने चाहिँ आई थिंक यामाहा को रेजेटार चाहिँ तपाईको लागि गुड अप्सन हुन सक्छ। किनभने यो स्कुटर चाहिँ यसको खासियत नै यसको माइलेज हो। यसको माइलेज चाहिँ कम्पेरेटिभली अरु स्कुटर भन्दा एकदमै राम्रो छ। र अर्को कुरा भनेको चाहिँ यदि तपाईहरु चाहिँ न्यू राइडर हो, भर्खरै चाहिँ तपाईले स्कुटर चलाउन सिक्नु भएको छ, फर्स्ट स्कुटर किन्दै हुनुहुन्छ भने चाहिँ म चाहिँ यामाहा को रेजेटार रेकमेन्ड गर्छु। किनभने यो तीनटा सेगमेन्टमा चाहिँ सबैभन्दा लाइटेस्ट सबैभन्दा हलुका स्कुटर पनि यही छ। अब कुरा गरौँ डिओ 125 को। सो यामाहा को रेजेटार र होन्डा को डिओमा चाहिँ खासै त्यस्तो भास्ट डिफरेन्स छैन। दुईटै स्कुटर उस्तै छन्। तर चाहिँ यदि तपाईहरु चाहिँ स्कुटर खोजिरहनु भएको छ जुन चाहिँ एकदमै मलाई चाहिँ केही टेन्सन चाहिएको छैन, आनन्दले मलाई स्कुटर चढ्नु छ, त्यसका साथसाथै केही टाइमपछि म सेल गर्छु अथवा चाहिँ अर्को किन्छु भन्नुहुन्छ भने चाहिँ आई थिंक होन्डा तपाईको लागि चाहिँ बेटर चोइस हुन्छ। किनभने होन्डाको रिसेल चाहिँ यो तीनवटा ब्रान्ड मध्ये चाहिँ एकदमै राम्रो छ। तपाईले चाहिँ राम्रो पैसा पहिला पछि पाउन सक्नुहुन्छ। त्यसका साथसाथै अर्को कुरा भनेको चाहिँ होन्डा भनेपछि चाहिँ होन्डाको प्रोडक्टहरु अफ कोर्स रिलायबल छन् र तपाईहरुले चाहिँ ढुक्कका साथ होन्डाको यो स्कुटर चढ्न सक्नुहुन्छ। तर यसको मतलब यो हैन कि अरु स्कुटर चाहिँ बेटर छैन भनेर मैले भन्नु खोजेको हैन। सबै स्कुटर चाहिँ आफ्नो सेगमेन्टमा एकदमै राम्रै छन्। तर तपाईहरुको नीड, तपाईहरुको नेसेसिटी के छ त्यो अनुसार चाहिँ तपाईहरुले चाहिँ वाइजली चुज गर्नुभयो भने चाहिँ आई थिंक यो तीनवटै स्कुटर चाहिँ पर्फेक्ट नै छन्।